हेलो साथीहरू सबैलाई स्वागत छ हाम्रो ट्विन सिस्टर ब्लगमा। आजको सुरुवात चाहिँ हाम्रो बिहानको ब्लगबाट हुँदैछ। हजुरहरू त उठिसक्नु भयो होला, हामी त अहिले उठ्दैछौँ 7 बज्यो अहिले। ए उठ, ए उठ, टाइम भयो के, उठ छिटो, छोड हात छोड। यसरी सुत्थे कि मेरो काँधमा हात राखेर सुत्थे जहिले पनि। के गर्नु साथीहरू, त्यस्तै चाहिँ मेरो कता कता भयो। चाहिँ उठिसके, उठ काम छ के तेरो। अब हातमा धुने हो, दाँत मास्ने हो, अनि 7 बजिसक्यो, छिटो उठ, छिटो उठ न। सबै मान्छेहरू उठिसके, आफ्नो काममा लागिसके, हामी चाहिँ अहिले उठ्दैछौँ है। जहिले हाम्रो टाइमिङ नै यही हो, 7 बजी। अब चट्ट उठेर सरसफाइ कार्यक्रम, दाँत अनि मुख धुनुपर्छ, हात मुख। यस्तो मुख भएको छ कि हिजो राति पकौडा खाएर सुतेको, अनि यस्तो मुख भएको छ। ए उठ के, छिटो उठ, उठ भनेको, छिटो उठ, उठ। ए उठ न, ल टी सर्ट लगा छिटो। म चाहिँ अब हात मुख धुन्छु अनि दाँत माझ्छु। दाँत माझ्नको लागि हाम्रो एउटै ब्रुस छ कि एकै नासको, अब कुन हुने थाहा भएन, यो हुनुपर्छ। म पनि दाँत माझ्न लाग्यो। अब हामी आफ्नो काममा लाग्छौँ। दिदी चाहिँ उता सिलाइमा गई, म अब भान्सामा जान्छु। के गर्दैछ हेर्छौँ है एकछिन। पहिला झाडपात गर्छ, त्यसपछि मसिनमा बसे सुरुवाल आदैछ, अदुवा सिलेको छ। अब म चाहिँ आफ्नो काममा लाग्छु। यो आफ्नो काममा लागिसके हाम्रो बिहानीको सुरुवात यसरी नै हुन्छ। यो चाहिँ आफ्नो सिलाइको काम गर्छ, म भान्सामा गएर खाना पकाउने काम गर्छु। यही नै हो हाम्रो काम। हाम्रो भान्साको हालत चाहिँ यस्तो भएको छ, पुरै पानी परेर यता स्याउद भन्छन् नि, यसलाई स्याउदाएर खाना पकाउनै गाह्रो हुन्छ कि। अब मैले हिजो ग्यासमा बनाएको, उता दाउरा बल्दैन, त्यही भएर म ग्यासमै बनाउँछु बढी। अब म भान्साको काम गर्छु, यता झारपात गरेर त्यसपछि खाना पकाउने काम गर्छु। हजुरहरूलाई देखाउँछु म झारपात गरेको पुरै भिडियो है, लास्टसम्म हेर्नु होला। म यो भाँडाकुँडा अलि नमिलेको छ, यसलाई मिलाउँछु। अचार यो चाहिँ माइतबाट ल्याएको अचार। झाडु लगाइसकेँ, अब म खाना पकाउने तयारी गर्छु। भिडियो धेरै लामो भयो, थाकेँ के म। मेरी दिदी चाहिँ मुजावालो सुरुवाल छिल्दैछ। ए कस्तो हुँदैछ? बिहान बिहान काम गर्न गाह्रो हुन्छ, हुँदैन नि? हो, यसरी नै काम गरेर खानुपर्छ है। आउनु होला साथीहरू, म सिलिदिन्छु। म चाहिँ अब भान्सामा गएर खाना बनाउँछु, सिलाइमा बिजी। अब यो यस्तै हो हाम्रो बिहानीको सुरुवात, यसरी नै हुन्छ। भिडियो धेरै लामो भयो, अब अर्को भिडियोमा देखाउँछु म खाना पकाएको। अहिलेलाई बाई बाई, बाई बाई।